नमस्कार। हङकङमा भर्खरै सम्पन्न हङकङ नेपाली महासङ्घको 7औं वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रमको रिपोर्टिङ लिएर उपस्थित भएको छु म पसन्तमु र कार्यक्रमको भिडियो खिचेर मलाई साथ दिनुभएको छ फोटो पत्रकार जगत अम्बु गुरुङले। नेपालका चर्चित हास्य व्यङ्ग्य कलाकार द्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई हङकङमा अभिनन्दन गरिएको छ। हङकङ नेपाली महासङ्घको 17औं वार्षिक उत्सवको अवसरमा महासङ्घले नेपालबाट हङकङ निम्त्याएर कलाकार द्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई एक विशेष समारोह बीच भव्यताका साथ अभिनन्दन गरिएको हो। सोही कार्यक्रममा हङकङका नेपाली समुदायलाई 2015 सालमा विविध विधाबाट योगदान पुर्याएका तथा उत्कृष्टता हासिल गरेका व्यक्ति तथा सदस्य संस्थालाई सम्मान समेत गरिएको छ। अभिनन्दन कार्यक्रमपछि कार्यक्रममा बोल्दै कलाकार हरिवंश आचार्यले सन् 1987 मा पहिलो पटक हङकङबाटै आफूहरूको विदेशको कला यात्रा सुरु भएको बताए। कला यात्राकै क्रममा पृथ्वीका आधाभन्दा बढी भाग घुमिसकेका महाजोरीले हङकङ आफूहरूको कला यात्राको पहिलो र पवित्र भूमि रहेको बताए। हङकङ यस्तो ठाउँ हो, यस्तो हाम्रो जीवनको लागि असाध्यै महत्त्वपूर्ण ठाउँ हो, किनभनेदेखि हामीले आज विश्वका धेरैवटा देश करिब आधा पृथ्वी घुमिसकेका छौँ। आधा पृथ्वीमा हामीले आफ्नो कार्यक्रमहरू प्रदर्शन गरिसकेका छौँ र हाम्रो नेपालबाट विदेशमा कार्यक्रम सुरुवात गर्ने यो पवित्र भूमि भनेको हङकङ नै हो। हामीलाई हङकङले लक्षण लगाइदिएको छ। हामीले 1987 मा पहिलोचोटि हङकङमा आफ्नो कार्यक्रम प्रदर्शन गर्न पाएका थियौँ र त्यो बेलामा हङकङ आउन पाउँदाखेरि हामीलाई साँच्चीकै जीवनमा एउटा ठुलो उपलब्धि पाएको, हामी स्वर्गै जान लागेको हो कि जस्तो भएको थियो। किनभनेदेखि हामीले यति झिलिमिली यति राम्रो सहर कहिले पनि देखेका थिएनौँ। हामी बेलुकी राति हाम्रो हवाईजहाज हङकङमा ल्यान्ड गर्यो। त्यो ल्यान्ड गर्ने क्रममा हामीले झ्यालबाट हङकङका बिजुली बत्तीहरू बलेको देखेर हामी आत्तिका थियौँ। यतिका धेरै बत्ती बल्ने देश पनि हुँदो रहेछ र भनेर। र त्यस्तो पवित्र देश नेपालीहरूले श्रम गरेर, तपाईँहरूका पुर्खाहरूले यो हङकङको लागि श्रम गरिदिनु भएको छ। धेरै गोर्खाली वीर सैनिकहरूले, गोर्खाली दाजुभाइ दिदीबहिनीहरूले यो देशलाई, यो ठाउँलाई धेरै ठुलो गुण गरिदिनु भएको छ। तपाईँहरूले गरिदिनु भएको गुणको कारणले गर्दाखेरि पनि हामी बरोबर हामी जस्ता अरू कलाकारहरूले पनि यो पवित्र भूमिमा आउने अवसर पाइरहेका छन् र भनौँ भनेदेखि कति नेपाली कलाकारहरूको विदेशी भूमिबाट रोजगारी चलिरहेको छ। अहिले दैनिकी चलिरहेको छ। नेपालीहरूको सबैभन्दा ठुलो आय, नेपाली कलाकारहरूको सबभन्दा ठुलो आय स्रोत नै अहिले विदेशी भूमिमा आफ्नो कला प्रदर्शन गर्ने र त्यसबाट आय आर्जन गर्ने एउटा प्रमुख स्रोत भएको छ। र त्यसले हङकङले पनि धेरै नेपाली कलाकार साहित्यकारहरूलाई बचाइदिइरहनु भएको छ। त्यसको लागि पनि म यहाँहरूप्रति अभिनन्दन गर्न चाहन्छु। र अर्को कुरा, हाम्रो देशमा धेरैवटा ठुला परिवर्तनहरू भयो। धेरै ठुलो हामी आफ्नो देशमा आफै पहिचान खोज्न खोजिरहेका छौँ। हाम्रो आफ्नो देशमा आफै अधिकारको लागि हामीले आवाज उठाइरहेका छौँ। पक्कै पनि हाम्रो देशमा सबैलाई भेद भएको थिएन, विभेद भइरहेको थियो। विभेदमा हामी नेपाली जनताहरू सबैजना, प्रायःजसो नेपाली जनताहरू विभेदमा परेका थियौँ। र त्यो विभेदलाई चिर्नको लागि नै हामीले हाम्रो देशमा ठुला आन्दोलनहरू गऱ्यौँ, ठुला परिवर्तनहरू गऱ्यौँ। त्यसकै उपलब्धि हो कि नेपालमा एउटा मधेसमा जन्मिएको मान्छे नेपालको राष्ट्रपति जस्तो गरिमामय पदमा पुग्न सक्नुभयो, उपराष्ट्रपति हुन सक्नुभयो र नेपालको इतिहासमा एउटा गुरुङको छोरो नेपालको प्रधान सेनापति बन्नुभयो। र त्योभन्दा अगाडि यस्तो किसिमको परिपाटी थिएन। हामीहरू जस्तै मान्छेले नेपालीहरूले आवाज उठाउनु पाएको हुनाले एउटा विभेदको अन्त्य भइसकेको छ भनेर म भन्न सक्दिनँ, तर विभेदको अन्त्यको सुरुवात चाहिँ पक्कै भएको छ। र अब हामीले विभेदलाई चिर्दै लगेर सबैको मनमा, अब हामी सबैको मनमा अब हामी नेपाली हौँ। हाम्रो सबैभन्दा ठुलो पहिचान भनेको हामी नेपाली हौँ
त्यसपछि मात्रै आफ्नो जात, आफ्नो भाषा, आफ्नो संस्कृति, आफ्नो रहनसहन, त्यसपछि दोस्रो पहिचान भनेको त्यो हुनसक्छ जस्तो लाग्छ। त्यसै कारणले हामी गर्व गरौँ, हामी सबै पहिले नेपाल आमाका छोराछोरी हौँ, नेपाल आमाका सन्तान हौँ र त्यसपछि मात्रै म ब्राह्मण भए, मदन दाई नेवार हुनुभयो, यहाँ गुरुङ राई सबै हुनुहुन्छ, त्यसपछि हामी गर्व गर्न सक्छौँ कि हामी नेपाल आमाको सन्तान हौँ भनेर। र पक्कै पनि सधैँ अँध्यारो हुँदैन, अँध्यारोपछि उज्याला दिनहरू आउँछन्। पक्कै पनि भोलिको नेपाल राम्रो नेपाल हुनेछ। तपाईँ सबै जात जाति भाषा भाषीले मेरो देश नेपाल भनेर गौरव गर्ने दिन अब चाँडै नै आउँदैछ। हामीले उज्यालो पाटोहरू पनि देखिरहेका छौँ। हामी धेरै निराश मात्रै नहौँ। हामी कहाँ पक्कै पनि हामी कहाँ पानी छैन, बत्ती छैन, शान्ति छैन, सुरक्षा छैन, तैपनि भोलिको दिन हाम्रो लागि उज्यालो हुनेछ भनेर हामी कल्पना गरौँ, हामी त्यसमा लागौँ, पक्कै पनि हामी सफल हुनेछ। तपाईँहरू परिश्रमी मान्छे, अघि नै मैले भनिसकेँ, तपाईँहरूले गर्नुभएको योगदान, तपाईँहरूको पुर्खाले गर्नुभएको योगदानको कारणले गर्दाखेरि आज धेरै नेपालीहरूले यो संसारमा नाम कमाएर बसेका छन्। अब आज हङकङमा जन्मेका हाम्रा ससाना छोराछोरी, नेपालीका छोराछोरीहरूले भोलि यो देशमा सबै पेसामा उनीहरूले चाहिँ नेतृत्व गर्न सक्नेछन्। यो पनि असम्भव छैन कि भोलि कुनै नेपालीको छोराछोरी हङकङको प्रमुख, हङकङको गभर्नर पनि हुन सक्ने सम्भावना छ। किनभने यहाँ पढेका, यहाँ हुर्केका मान्छेहरूले त्यो चिज गर्न सक्छन्। हामी त्यही शुभकामना दिउँ। महासङ्घकी अध्यक्ष रिता गुरुङले कार्यक्रमको निम्तो भन्दै आफ्नो फेसबुक पेजमा पोस्ट गरेको केही बेरपछि आदिवासी जनजाति नेता अङ्काजी शेर्पाले कमेन्टमा लेखेका थिए, ज्ञानेन्द्रको हन्डी खाने र पहिचान विरोधी मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यको कार्यक्रम बहिष्कार गर्नुपर्छ। शेर्पाको प्रतिक्रियाले आयोजकलाई केही बेर हतोत्साहित मात्र गरेन, मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई पर्खेर बसेका उनका फ्यानका मनहरूलाई खिन्न बनाएको थियो। तैपनि कलाकारद्वय ठाडका साथ हङकङ आए र भव्य स्वागत र अभिनन्दन ग्रहण गरे। कसैले पहिचान विरोधीको बिल्ला भिराइदिए होला। महजुरीले आफ्नो मन्तव्यका क्रममा पहिचानका कुरालाई अर्थ्याउन खोजिरहेका थिए। मदन कृष्ण श्रेष्ठले त झन् पोलिटिकल डिस्टर्बेन्सले गर्दा नेपालीको पहिचान नै गोलमाल भएको बताए। महासङ्घको नारा हाम्रो एकता हाम्रो सफलताको महत्त्वबारे चर्चा गर्दै कलाकार मदन कृष्ण श्रेष्ठले हरिवंश र आफूबीच एक भएर एकता भएर काम गरेको 35 वर्ष पुगेको बताए। सबै एक नभएसम्म देश अगाडि बढ्न सक्दैन उनले भने। तर नेतालाई देश टुक्रा टुक्रा पार्दा उनीहरूलाई फाइदा हुँदो रहेछ, भोट ब्याङ्क बनाउन सजिलो हुँदो रहेछ, जनता सबै एक ठिक्का भए पो बलियो हुन्छ, श्रेष्ठले ठट्यौली पारमा भने। केही भन्नु बाँकी छैन, केही बाँकी छैन। त्यही पनि दोहोऱ्याइ नहुने यति हो कि सबभन्दा पहिले हामीले प्रमुख अतिथिको रूपमा नियुक्त गर्नुभएकोमा यो संस्थालाई धेरै धेरै हार्दिक बधाई दिन चाहन्छु र आज पुरस्कृत हुनुहुने सबै पक्षका पुरस्कृत व्यक्तिहरूलाई हार्दिक बधाई दिन चाहन्छु। सबैले पहिचान पाउनुभएको छ। पहिचानको कुरा गर्दा अघि यहाँ आएर मेसो बसेको थियो, सबभन्दा पहिले पनि त्यहाँ आएर पुगेको थियो हाम्रो एकता हाम्रो सफलता, हाम्रो एकता हाम्रो सफलता भने हामी पनि फेरि पनि भन्दै आउने गर्छौँ कि हामी हरिवंश र म आज एकता भएर एक भएर काम गरिरहेको आज 35 वर्ष भयो। हामीले सँगै काम गर्दाखेरि जन्मेको बच्चाहरू अहिले बुढो भएर जुन मुठे भएर आफैले गाई हुनु पर्यो, बुढो भइसकेको छ, छोराछोरी भइसकेको छ। न त तपाईँले मैले सानो बेलामा देखेको भन्नुभएछ, मभन्दा ठुलो बुढो देखेको दुईजना एउटै एक भएर काम गरेको हुनाले नै आज यहाँले हामीलाई प्रमुख अतिथिको रूपमा बनाउनु भएको भन्ने हामीलाई लाग्छ। एकताको बल, एकताको सफलता भयो। हाम्रो एकता हाम्रो सफलता, हाम्रो एकता हाम्रो सफलता। हामी दुई समुदायका अलग अलग आमाबाट जन्मेका, तर मुख्य आमा चाहिँ एउटै हो। हाम्रो आमाको आमा, हाम्रो बाको आमा, हाम्रो पुर्खाको आमा, हामी सबैको पुर्खाको आमा, हाम्रो घरको घर, हाम्रो सगरमाथाको घर, हाम्रो बुद्धको घर, त्यही नेपाल आमा हो। त्यही नेपाल आमाको छोराछोरी हौँ हामी। हामी सबै एक नभइकन
हामी सबै एक नभइकन देश अगाडि बढ्न सक्दैन, असम्भव। पुरा फरक कहाँनिर पर्यो भने पोलिटिसियनहरूलाई चाहिँ टुक्रा टुक्रा पार्यो भने फाइदा हुन्छ बा। तिमी गुरुङ, तिमी नेवार, तिमी बाहुन, तिमी मधेसी, तिमी शेर्पाहरूले छुट्याइदियो भने उनीहरूले भोट ब्याङ्क बनाउनलाई सजिलो हुँदो रहेछ। हामी जनता नेपालीहरू सबै एक झिक्का भए पो बोल्यो हुन्छौँ। त्यही सन्देश दिन हामीले आजभन्दा कति वर्ष अगाडि, अब 45 सालतिर हामीले 15 गते हुने टेलिभिजन शेरथरी बाजा एउटै ताल, शेरथरी घोडा एउटै ताल, मेची काली सिन्धी गीतको साझा हाम्रो ज्यान नेपाल भनेको अहिले त शेरथरी बाजा शेरथरी ताल, शेरथरी घोडा शेरथरी चाल भएर त्यही भएर हामी दुःख पाइरहेका छौँ। हाम्रो पहिचान, नेपालीको पहिचान यस्तो भइरहेको थियो। हाम्रो यो पोलिटिकल डिस्टर्बेन्सले गर्दा हाम्रो नेपालीको पहिचानै गोलमाल भइरहेको थियो। हाम्रो नेपालीको पहिचान त के भइरह्यो? टायर बाल्ने हाम्रो पहिचान त त्यो हो। के भइरहेको छ? टायर बाल्ने, हडताल गर्ने, एम्बुलेन्सको बिरामी ल्याएर बिरामी सुधा एम्बुलेन्स बालिदिने, लुट्ने, ब्याङ्क लुट्ने, कुट्ने, फुट्ने, चथा गरी हाम्रो नेपालीहरूको पहिचानै ध्वस्त भइरहेको थियो। तर भैँचालोले एउटा यस्तो हामी धेरै दुःखी भयौँ, भैँचालोमा धेरै नाश विनाश भयो हाम्रो। तर एउटा भैँचालोले एउटा राम्रो चिज के भने नेपालीको पहिचान देख्यो। त्यहाँ नेपालीको पहिचान के रहेछ त? भैँचालोले देखेको एकले अर्कोलाई सहयोग गर्ने, एकले अर्कोलाई माया गर्ने, दुःखीलाई सहयोग गर्ने, त्यो पो त हाम्रो पहिचान थियो। जुन भैँचालो जाँदा सबैले देखे हामी नेपालीको पहिचान त्यो हो। अर्को नेपालीको पहिचान भनेको त्यो हो जुन हामीले त्यो देख्यौँ। त्यसलाई हामी निरन्तरता दिनुपर्छ। पोलिटिसियनहरूको भोट ब्याङ्क बनाउने कुरालाई हामी सतर्क भएर सुन्नुपर्छ। हामी जहाँ बसे पनि, जुन लुगा लाए पनि, जे भाषा बोले पनि हामी नेपाली। मलाई त यस्तो लाग्छ कुनै पनि हामी सबैको सभ्यता यति राम्रो छ। गुरुङ सभ्यता कति राम्रो छ, नेवारी सभ्यता कति राम्रो छ, तामाङ सभ्यता कति राम्रो छ, शेर्पा सभ्यता कति राम्रो छ, मधेसको सभ्यता पनि कति राम्रो छ। सबै आफ्नो आफ्नो सभ्यतामा हामी बाँचिरहेका छौँ। सबैको सभ्यता, सबैको परम्परा यतिकै छ कि दुःखीलाई माया गर्ने, सानोलाई माया गर्ने, ठुलोलाई सम्मान गर्ने, यही होइन हामीले सिकेको हाम्रो परम्पराबाट। यही हो हाम्रो पहिचान भनेको, यही हो। यही पहिचानलाई हामीले निरन्तरता दिने हो। हाम्रो सफलता, हाम्रो एकता, त्यसलाई निरन्तरता दिने हो। अब धेरै के बोलौँ भन्दाउँला। अब धेरै प्रोग्रामहरू बाँकी छ। यहाँ हल बुक यहाँ योसम्म मात्र हो क्या, त्यस कारण धेरै नलम्ब्यौँ। केही पऱ्यो भने केही गरौँला। धन्यवाद। धन्यवाद। यहाँ सबैले देखेर कस्तो खुसी लाग्यो, आनन्द। म चाहिँ नेपालै थिएँ, नेपालैसँग मिलेर सेतरी भाडा एउटै ताल, सेतरी घोडा एउटै चाल, सबैले धेरै धन्यवाद। कार्यक्रममा महजोडीले मधेसी नेताहरूप्रति व्यङ्ग्य प्रहार गर्न पनि छोडेन। हास्य व्यङ्ग्यको सानो अंश यहाँहरू समक्ष छोड्दै आजलाई बिदा चाहन्छु। तपाईँलाई यो च्यानल रमाइलो, ज्ञानवर्धक र उपयोगी लाग्यो भने कृपया लाइक, सेयर र सब्सक्राइब गर्नुहोला। हवस् त, धन्यवाद, नमस्ते, फेरि भेटौँला। उसले मलाई पनि लगाउनु पर्दैन, नेपालीलाई पनि लगाउनु पर्दैन है। नेपालको चाहिँ 100-150 जति मधेसको सुत्ता गरेर 200 जति नेतालाई लन्डनमा लगाउनु राख्यो नि त। आनन्द हुन्छ हामीलाई, आनन्द हुन्छ। उतै लगेर राख्नु प्लिज, त्यति हो। देशको नेताहरूलाई हाम्रो लन्डनमा लगेर कहाँ राख्नु? जूमा लगेर राख्नु। A kind of animals from Nepal भनेर राख्नु। म्याडम तुसँग भन्दा धेरै मान्छे त्यहाँ आउँछ। I am sure that